र सम्पूर्ण विश्वभरि नै हेरिराख्ने हाम्रा श्रद्धालु भक्तजनलाई हामी हार्दिक नमन गर्दै जुन हाम्रो श्री श्री लाउकेश्वरी निर्माण हाम्रो कमिटी अलरेडी भइसकेको छ र हामी आशा गर्छु हाम्रो सम्पूर्ण जति पनि हाम्रो भक्तप्रेमीले हेर्नुहुन्छ र हजुरहरूको साथ सहयोगले हामीले अझै पनि हाम्रो मन्दिर निर्माणमा हजुरहरूको साथ सहयोगले हामीले अझै राम्रोसँग लान सक्छौं भन्ने हामी आशा राखेका छौं। मेरो पुकार सुनिदेऊ कृष्ण मुरारी, मेरो पुकार सुनिदेऊ कृष्ण मुरारी, बिरहन जाने म त बनाउँछु। तो नमस्कार, यहाँ हजुरहरूले देख्नुभयो श्री श्री लाउकेश्वरी दुर्गा मन्दिर भिलेज बुरागाउँ छपरी पोस्ट अफिस लोकरा गाउँ पञ्चायत सिलनी अनि जिल्ला सणितपुर असम स्थापित 1996 र यहाँ चाहिँ 3D फ्लेक्स प्रिन्टिङ इतिमध्ये हामी माझ आइसकेको छ र अस्ति पनि मैले हजुरहरूलाई एउटा भिडियो बनाएर हजुरहरूलाई मैले ज्ञात गराएको थिएँ जे लाउकेश्वरीमा खूब भव्य रूपमा मा दुर्गाको मन्दिर निर्माण कार्य इतिमध्ये अस्ति महाशिवरात्रिको पावन अवसरमा श्री श्री राम कथा लगाएर यहाँ शिलान्यास कार्यसूची समापन भइसकेको छ र यो मन्दिर निर्माणको काम एकदम तीव्र रूपमा यहाँ चल्दैछ र यहाँ देख्नुभयो यहाँ हाम्रो यसै मन्दिर निर्माण समितिका मुख्य कर्मकर्तागण यहाँ हामीमाझ उपस्थित रहनु सक्नु भएको छ भने यहाँ हुनुहुन्छ हाम्रा मन्दिरका पुजारी श्रीमान घनश्याम महन्तज्यू, यता हुनुहुन्छ कार्यकारी सभापति श्रीमान आशिक राईज्यू र यता उपसभापति श्रीमान राम नेवारज्यू र यता मूल सचिव श्रीमान सुभाष खड्काज्यू र यतापट्टि सहसचिव श्रीमान डी पोराङज्यू हामीमाझ उपस्थित भइसक्नु भएको छ र यहाँहरूदेखि म जान्न खोज्दैछु र यहाँहरूको यो जुन मन्दिर निर्माण यहाँ हुन गइरहेछ यहाँको निर्माण काम चाहिँ कहिलेदेखि सुरु भएको? वर्तमान हाम्रो अस्ति गए अगाडि हामीले एक खालको यहाँ जुन हाम्रो रामकथा गङ्गा जुन हामीले 5 दिन यहाँ लगाइयो हजुर, त्यसको पश्चात हामीले त्यसै दिन जुन दिन शिवरात्रिको दिन परेको थियो त्यो दिन हामीले त्यो दिन हामीले मन्दिरको पनि शिलान्यासको कार्यक्रम राखिएको थियो र गरियो पनि शिलान्यासको कार्यक्रम र हामी चाहिँ अब श्री लाउकेश्वरी दुर्गा मन्दिर प्राङ्गण दुर्गा मन्दिर जुन हामीले अब एक खालको भनौँ एक खालको हाम्रो 3D पेन्ट पनि यहाँ लागिसकेको छ बोर्डमा र हामी एउटा आउनेवाला दिनमा हाम्रो यहाँ भव्य रूपले एउटा मन्दिर निर्माण गर्ने हामीले जाँदैछौँ र यहाँ हाम्रा मूल सचिव र हजुरहरूले यहाँ कति बजेटको कस्ता खालको मन्दिर निर्माण गर्ने सिद्धान्त लिनुभएको छ? धन्यवाद। हमने 3D प्रिंट बना के लगा दिया ऑलरेडी। इंजीनियर को साइड इंजीनियर के हिसाब से मंदिर निर्माण होने जा रहा है। ऐतिहासिक भव्य रूप से हम लोग भव्य आकार से हम लोग मंदिर निर्माण करेंगे। इसमें ओनली मंदिर नहीं, मंदिर का टोटली अंदर का बाउंड्री सारे कंपाउंड हम डिजाइन कर रहे हैं। भोगघर हुआ और आपका हुआ स्टेज हो गया और बाहर से जो यात्रु वगैरह आते हैं उन लोगों को बैठने के लिए हुआ, टॉयलेट बाथरूम हुआ, ऑफिस होगा, सब कुछ वहाँ पे हमने डिजाइन करके प्रोजेक्ट हमने लगा रखा है। हम लोग जा रहे हैं निर्माण करने के लिए। अभी नेक्स्ट 15 तारीख से मंदिर का अगला पिछला जो भाग है उसको टुटा के मंदिर को निर्माण करने के लिए हम लोग जा रहे हैं। पहले शिलान्यास हो चुका है शिवरात्रि में। तो हम लोग चाह रहे हैं कि संपूर्ण भक्तगण जितने भी हम लोग हमारे ये प्रोग्राम देख रहे हैं, हम चाह रहे हैं कि हम लोग के पास इतना फंड नहीं है जो हम जैसे चाह के बनाने के लिए जा रहे हैं। आप लोग के तरफ से जितना भी आर्थिक सहयोग होगा आप लोग अगर हमें करेंगे तो हमारे कार्य आगे करने में हमें बड़ी आसानी होगी। धन्यवाद। तो बहुत बहुत धन्यवाद। यहाँ मसँग जोडिनु भएको छ यसै निर्माण समितिका उपसभापति श्रीमान राम नेवारज्यू र यहाँ हजुरहरूले यो मन्दिर निर्माणको अर्थ संग्रहको लागि अहिलेसम्म कति कलेक्सन भइसक्यो या हाम्रा भक्त प्रेमीहरूलाई हजुरले के आह्वान गर्न चाहनुहुन्छ? पहिलोप्रथम त हजुरको ब्लगलाई धन्यवाद दिन चाहन्छु र सम्पूर्ण विश्वभरि नै हेरिराख्ने हाम्रा श्रद्धालु भक्तजनलाई हामी हार्दिक नमन गर्दै जुन हाम्रो श्री श्री लाउकेश्वरी निर्माण हाम्रो कमिटी अलरेडी भइसकेको छ र यसमा अहिलेसम्ममा हाम्रो जुन एकाउन्ट तपाईले देख्न सक्नुहुन्छ यसमा लगभग हामीले अहिले 2 लाखसम्म हाम्रो कलेक्सन भइसक्यो र हामी आशा गर्छु हाम्रो सम्पूर्ण जति पनि हाम्रो भक्तप्रेमीले हेर्नुहुन्छ र हजुरहरूको साथ सहयोगले हामीले अझै पनि हाम्रो मन्दिर निर्माणमा हजुरहरूको साथ सहयोगले हामीले अझै राम्रोसँग लान सक्छौं भन्ने हामी आशा राखेका छौं। सम्पूर्ण गाउँ निवासी सम्पूर्ण विश्वकै हामीले भक्तप्रेमीलाई यही अनुरोध गर्दछौं र हामीले अलरेडी यहाँनेरि हामीले दिइसकेका छौं हामीले एकाउन्ट नम्बर र हाम्रो एकाउन्ट नम्बर छ हाम्रो सेन्ट्रल बैंक अफ इन्डिया ब्रान्च हो लोखरा ब्रान्च
र एकाउन्ट नम्बर 5682479385 र आइएफसी कोड एससी कोड छ CBIN 0282655 र यसमा हजुरहरूले जति सक्नुहुन्छ हजुरहरूले यहाँ इच्छा दान गर्न सक्नुहुन्छ हाम्रो मन्दिर निर्माणको लागि। यति भन्दैमा म धन्यवाद। र याते আমার মাঝে উপস্থিত আছে মন্দির নির্মাণ সমিতির সহ সম্পাদক শ্রী দীপ ওৰাং। দুআষাৰ মন্দিৰ নিৰ্মাণৰ ওপৰত দুআষাৰ বক্তব্য ৰাখিবলৈ অনুৰোধ জনাইছো। আপোনালোকে সবে গম পাইছে আমাৰ ইয়াত ঐতিহ্যমণ্ডিত শ্ৰী শ্ৰী দুৰ্গা মন্দিৰ নিৰ্মাণ কাৰ্য শুভ আৰম্ভ কৰা হৈছে। বৰ্তমানলৈকে আমাৰ ইয়াত এনে ধৰ্মপ্ৰেমী ৰাইজে বৰ্তমানলৈকে অনুদান আগবঢ়াইছে। যাৰ যাৰ ইচ্ছা আছে সকলোৱে যাতে অনুদান আগবঢ়াই আমাক অলপ সহায় সহযোগ কৰে তাৰে মই আশা ৰাখিছোঁ। र यो चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ, यो चाहिँ वर्तमान यहाँ पूजा गरिराखिएको मन्दिर यो हो श्री श्री लाउकेश्वरी दुर्गा मन्दिर। यो मन्दिर अहिले यस्तो प्रकारको छ, यहाँ धेरै भक्तजनहरू यसै मन्दिरमा दिनरात यहाँ माँ दुर्गाको भक्ति गरेको यहाँ देख्न पाइन्छ भने अब चाहिँ यहाँ मन्दिर निर्माण समितिले भव्य रूपमा यहाँ मन्दिर निर्माण गर्ने उद्देश्य लिएर यहाँ अघि बढिसक्नु भएको छ। र यो मन्दिर निर्माणको लागि हजुरहरू सबैजनाको सहयोग हामी कामना गरेका छौँ। र हजुर जहाँ कहीँ पनि हुनुहुन्छ हजुरहरूले स्क्यानर थ्रो या ब्याङ्क एकाउन्ट नम्बर थ्रोदेखि पनि हजुरहरूले मन्दिरलाई दान सहयोग दिन सक्नुहुनेछ।